ओके, खरिदार गणितको पार्ट 1 मा छौँ हामी। आज यसमा हामी कुरा गर्नेछौँ गणितका आधारभूत क्रियाहरूको। अब गणितका आधारभूत क्रियाहरूमा चाहिँ हाम्रो प्रश्न सोधेपछि सरल गर्नुहोस् भनेर सोध्छ। यसमा चाहिँ हामीले यो VBDMAS भन्ने रुल चाहिँ याद गर्नु होला। भी भने भिन्न कलमहरू मोडुलस जस्तो हुन्छ र बी भने ब्र्याकेटहरूको काम गर्ने। पहिला भिन्न कलम, त्यसपछि ब्र्याकेटहरू, त्यसपछि डिभाइड, त्यसपछि मल्टिप्लिकेसन र त्यसपछि एडिसन र सबट्र्याक्सनको काम गर्ने। र मैले एउटा तल क्वेसन पनि राखेको छु। र अब हामीले पहिला के काम गर्ने भनेको थियो हामीले भिन्न कलमको। अब यहाँ यता छ मोडुलसको, यसको काम पहिला गर्ने। अब अरू जस्ताको त्यस्तै लेख्ने, यसको काम मात्र गर्ने है पहिला। 1 अब माइनस। अब हामीले यसमा अलिकति ध्यान दिनुपर्छ। यहाँ अगाडि माइनस आयो भने हामी यसको साइन पनि माइनस हो सोध्छौँ, तर जुन अङ्कको माथि मोडुलस छ त्यो अङ्कको बिचमा साइन के छ त्यो मात्र हेरौँ, अगाडि पछाडिको साइन नहेरौँ। यो माइनस जस्ताको त्यस्तै लेख्ने र यो एडिसनमा छन्, दुइटै जोडमा छन् भने यिनी दुइटैलाई जोड दिने, सक्यो। अनि यहाँ -8 + 9 गऱ्यो भने त हाम्रो के हुन्छ त 1 हुन्छ। त्यो 1 लेख्यो भने चाहिँ बर्बाद हुन्छ। त्यही भएर 8 मा 9 कति हुन्छ 17। ओके, एकचोटिमा एक स्टेप मात्र गर्ने। त्यसपछि 197 - 1/9 cos 42 प्लस, अब यहाँ कति हुन्छ त 56 भनेपछि 16 बाट 7 9 3 49 भयो। ब्र्याकेट क्लोज प्लस 108 ठुलो कोष्ट पनि बन्द। अब 197 - 1/9, अब यो ब्र्याकेटको काम चाहिँ सकिन्छ। यहाँ 42 बाट 39 भयो भने चाहिँ यो बिचमा चिन्ह छैन भने इन्टु कति भयो त 81 291 4438 81 भयो प्लस 108, सरी यस्तो हुन्छ। ल अब त्यसपछि 197 माइनस, अब योले यो अपनमा छ, यो 9ले यता त डिभाइड लाग्नुपर्ने हो है। यस्तो हुन्छ। म एक स्टेप बढी गर्छु यसमा। 81/9 हुन्छ प्लस 108। 197 माइनस, अब यो कति हुन्छ त 9 हुन्छ प्लस 108 कति भयो 197 माइनस 170 कति भयो 197, सरी सिधै एन्सर लेख्यौँ। कति हुन्छ 7 बाट 7 0 9 बाट 8 1 बाट 1 0। ल 80 आन्सर, 80 एन्सर आयो हो। यहाँनिर हामीले विशेष गरी ध्यान दिने, किनभने हामी अगाडिको चिन्हलाई मल्ल नराखौँ। जुन 2 मा जुन भिन्न कलम छ त्यो दुईटा मात्रै हेरौँ बस। ओके, नेक्स्ट एकीक नियम। अब एकीक नियममा हामीले के विचार गर्नुपर्छ भने विचरणमा धेरै ध्यान दिनुपर्छ। अब विचरण भन्नाले प्रत्यक्ष विचरण र अप्रत्यक्ष विचरणको कुरा आउँछ। प्रत्यक्ष विचरण भन्नाले चाहिँ एकातिर हामीले बढाउँदाखेरि अर्कोतिर चाहिँ त्यो बढ्छ। जस्तै एक कलमको मूल्य 10 रुपियाँ छ भने हामीले दुईटा कलमको किन्दाखेरि त्यो मूल्य चाहिँ बढ्छ, 20 पुग्छ भने एकातिर चाहिँ बढाउँदाखेरि अर्कोतिर पनि बढ्यो, र एकातिर घटाउँदाखेरि चाहिँ अर्कोतिर पनि घट्यो भने त्यस्तोलाई चाहिँ प्रत्यक्ष विचरण भन्छन्। अब अप्रत्यक्ष विचरण भनेको के हो भने एकातिर हामीले बढायौँ 5 बाट 10 पुर्याइदियौँ भने अर्कोतिर चाहिँ त्यो घट्छ। त्यसै गरी एकातिर हामीले चाहिँ घटाइदियौँ 10 बाट 5 पुर्याइदियौँ भने उता पनि अर्कोतिर चाहिँ बढिदिन्छ। र एकीक नियमका प्रकारहरू पनि छन्। अब विचरणबाट गर्छौँ, युनिट भ्याल्युका आधारमा गर्छौँ, एकाइ मूल्यका आधारमा गर्छौँ, अनि कम्पाउन्ड प्रपोर्सनका आधारमा गर्छौँ, त्यसै गरी चेन रुलका आधारमा गर्छौँ। र एउटा प्रश्न छ, अब हामीले 10 जना मानिसले 35 दिनमा 6 घण्टाको दरले कार्य गर्दा एउटा घर निर्माण गर्छन्। 20 दिनमा 5 घण्टाका दरले सोही घर निर्माण गर्न थप कतिजना आवश्यक पर्ला भनेको छ। थप आवश्यक भनेपछि अहिले 10 जना छन् भने कतिजना थप्नु पर्ला भन्न खोजेको। र हामीलाई अब यसको सोलुसन गर्दाखेरि मानिसको सङ्ख्या र जुन हाम्रो कार्य दिन छ यो कस्तो सम्बन्ध छ, मानिसको सङ्ख्या र कार्य दिनको चाहिँ कस्तो सम्बन्ध हुन्छ भने कार्य दिन बीचको सम्बन्ध बीच अप्रत्यक्ष सम्बन्ध हुन्छ। अप्रत्यक्ष सम्बन्ध हुन्छ। र मानिसको सङ्ख्या र अब कार्य घण्टा बीच चाहिँ कस्तो होला। अब हाम्रो मानिसको सङ्ख्या र कार्य घण्टा बीच चाहिँ हाम्रो अब मानिसको सङ्ख्या र कार्य घण्टा बीच पनि हाम्रो अप्रत्यक्ष नै हुन्छ। किन भनेपछि अब मानिसको सङ्ख्या र कार्य घण्टा बीच
कस्तो सम्बन्ध हुन्छ? अप्रत्यक्ष नै हुन्छ। जस्तै 10 जना मान्छेले 6 घण्टाका दरले काम गर्यो भने त हाम्रो के होला त? छिटो सकिएला कम दिनमा। अनि हामीले कम घण्टाका दरले गर्यो भने ढिलो सकिएला भने चाहिँ दिन बढी लाग्छ, भने सिक्को उल्टा हुन्छ। त्यही भएर अप्रत्यक्ष सम्बन्ध हुन्छ मानिसको सङ्ख्या र कार्यघण्टा बीच पनि अप्रत्यक्ष हुन्छ। अब यसलाई हामीले टेबलमा लेख्दाखेरि टेबल बनाउने मानिसको सङ्ख्या कार्य दिन कार्य घण्टा हाम्रो 3टा कलम बनाउने। ल अब यो बनाइसकेपछि अब हामीले प्रश्न 10 जना मान्छेले मानिसको सङ्ख्यामा 10 कार्यघण्टा कार्यदिन 35 र कार्यघण्टा 6 भनेछ। अब यहाँ के भनेछ? 20 दिनमा भनेछ, 20 दिनमा भनेछ, 5 घण्टा भनेछ, 5 घण्टा भनेछ। अनि कतिजना मान्छे भनेछ यहाँ x, ओके x मानिदियो। अब यसको सोलुसन गर्ने। अब हामीले भनेअनुसार प्रश्न के भनेको थियो? मानिसको सङ्ख्या। अब प्रत्यक्ष अप्रत्यक्ष विचरणलाई के गर्ने त? यो चाहिँ हामीले अपवार्ड गर्ने, माथितिर लेख्ने। जस्तै माथितिर भन्नाले x चाहिँ माथि लेख, अनि माथिको चाहिँ यो 10 जो छ त्यसलाई हामीले तल लेख्ने। त्यसपछि यतातिरको सम्बन्ध यो एरो माथि छ भने यो एरो डाउनवार्ड हुन्छ, दुईटै एरो, किनभने दुईटै यसको अप्रत्यक्ष छन् भने दुईटै तलतिर भयो, ठ्याक्क अपोजिट। त्यसपछि हामीले के गर्ने? योलाई निकाल्नुपर्ने हो, जुन x छ त्यो निकाल्नुपर्ने हो, र बाँकी चाहिँ यो हो भने यसलाई हामीले के गर्ने? सेम 35 डिभाइड बाई 20 इन्टु 6 डिभाइड बाई 5 गरिदिने। ल यति गरिसकेपछि अब हाम्रो यसलाई सोलुसन गर्ने। और x बाई 10 इज इक्वल टू, अब यहाँ कति हुन्छ? अब माथिको क्यालकुलेसन गर्ने। 5 6 जा 30, 3 6 जा 18, 18 मा 3 21 डिभाइड बाई 100 बाई 25 जा। अनि त्यसपछि अब क्रस मल्टिप्लाई गर्ने। और x इज इक्वल टू 210 इन्टु 10 अपॉन 100। और x इज इक्वल टू के हुन्छ? 10 ले 10 10 ले 10 भनेपछि 21 के हो त? जना। अब 21 जना आयो, तर हाम्रो 10 जना त अगाडिदेखि छ भने कतिजना थप्नुपर्ने त? अब हामीले थप्नु पर्ने मानिसको सङ्ख्या बराबर कति हो त? 21 माइनस 10 बराबर आन्सर। ल यो तरिकाले बनाउने। थ्याङ्क यू।